जापानी भाषा सिक्ने सोच बनाउँदा त्यसको लेखन प्रणाली देखेर अलिअलि डर लाग्छ होला होइन त? ओहो कस्तो गाह्रो होला जस्तो। तर चिन्ता लिनु पर्दैन। आज हामी यसलाई एकदमै सरल र स्पष्ट तरिकाले बुझ्नेछौँ। जापानी भाषा सिक्न खोज्दा सबैको मनमा आउने पहिलो प्रश्न नै यही हो। आखिर यी हिरागाना, काताकाना र कान्जी भनेका के हुन्? किन यति धेरै? ल, आज हामी यही प्रश्नको जवाफ खोज्दैछौँ। यो जवाफ पाउनको लागि हामी एउटा यात्रामा निस्कन्छौँ। पहिले हामी यी तीनवटै लेखन प्रणाली के हुन् भनेर बुझ्छौँ, अनि अन्त्यमा यसलाई कसरी सिक्ने भन्नेबारे एउटा सजिलो बाटो पनि हेर्नेछौँ। ल, सुरु गरौँ है त। जापानी भाषाको सबैभन्दा रोचक कुरा के हो भने यसमा एउटा मात्र होइन, तीनवटा लिपिहरू छन् र ती सबैले एकअर्कासँग मिलेर काम गर्छन्। अब सबैभन्दा पहिले हेरौँ हाम्रो पहिलो र सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हिरागाना। हिरागानालाई जापानी भाषाको क ख ग जस्तै सम्झनुहोस्, एकदमै आधारभूत। यसको मतलब के हो भने हरेक अक्षरले एउटा निश्चित ध्वनि अर्थात् साउन्डलाई जनाउँछ। यो चाहिँ खास गरी जापानीकै मौलिक शब्दहरू र व्याकरणका लागि प्रयोग हुन्छ। उदाहरणको लागि यी 5वटा आधारभूत स्वर ध्वनिहरू हेरौँ त। आ, इ, उ, ए र ओ। जापानी भाषाका लगभग सबै ध्वनिहरू यहीँबाट सुरु हुन्छन्। ल, हिरागाना त बुझियो। अब हाम्रो दोस्रो स्तम्भ काताकानातिर लागौँ। यसको काम चाहिँ अलि विशेष खालको छ। काताकानाको प्रयोग अलि फरक छ। यो मुख्यतया विदेशी भाषाहरूबाट आएका शब्दहरू लेख्नका लागि प्रयोग गरिन्छ। अनि कहिलेकाहीँ कुनै शब्दमा जोड दिनु पर्यो भने पनि यही लिपि प्रयोग भएको देखिन्छ। जस्तै यो शब्द हेर्नुहोस्, कफी, कोही। यो अङ्ग्रेजी शब्द कफीबाट आएको हो र यसलाई काताकानामा लेखिएको छ। यसो हुँदा कुन शब्द विदेशी हो भनेर सजिलै चिन्न सकिन्छ। ल, अब यी दुई बीचको फरकलाई एकै ठाउँमा हेरौँ है। हिरागाना चाहिँ जापानी मूलका शब्द र व्याकरणको आधार हो, अनि काताकाना चाहिँ विदेशी शब्द र कुनै कुरामा जोड दिनका लागि विशेष रूपमा प्रयोग हुन्छ। हिरागाना र काताकाना सिकेपछि अब पालो आउँछ तेस्रो र धेरैले अलि चुनौतीपूर्ण मान्ने स्तम्भको। त्यो हो कान्जी। कान्जीको तरिका नै अलि फरक छ। यी अक्षरहरू चीनबाट आएका हुन्, जहाँ प्रत्येक प्रतीकले एउटा अक्षर मात्र होइन, पुरै शब्द, कुनै आइडिया वा विचारलाई नै जनाउँछ। यसमा ध्वनि र अर्थ दुवै लुकेको हुन्छ। उदाहरण हेरेपछि अझै सजिलो हुन्छ। जस्तै यामाको अर्थ हो पहाड र मिजुको अर्थ हो पानी। कति गजबको कुरा होइन? एउटै चित्र जस्तो अक्षरले पुरै कुरा बताउने। ल, यी के हुन् भन्ने त बुझियो। अब कसरी सिक्ने त भन्नेतिर लागौँ। यहाँ एउटा एकदमै व्यावहारिक रोडम्याप छ जसले यो यात्रालाई अलि सजिलो बनाउन सक्छ। सिक्ने सबैभन्दा राम्रो तरिका भनेको सही क्रममा जानु हो। पहिलो काम, हिरागाना र काताकानालाई मज्जाले सिक्नुहोस्, किनकि ती जग हुन्। त्यसपछि कान्जीलाई बिस्तारै एक एक गर्दै सुरु गर्ने। र सबैभन्दा महत्त्वपूर्ण कुरा, निरन्तर अभ्यास, अभ्यास र अभ्यास। अभ्यासलाई रमाइलो बनाउने पनि धेरै तरिकाहरू छन्। जस्तै फ्ल्यास कार्डहरू बनाउन सकिन्छ वा एङ्की र क्विजलेट जस्ता एपहरू चलाउन सकिन्छ। अझ रमाइलो तरिका चाहियो भने एनिमे हेर्ने, गीत सुन्ने वा सजिला किताबहरू पढेर पनि भाषाको वास्तविक प्रयोग सिक्न सकिन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, दिनभरि समय दिनै पर्दैन। हरेक दिन केवल 15देखि 20 मिनटको निरन्तर अभ्यास नै काफी हुन्छ। याद राख्नुपर्ने कुरा के हो भने धेरै समयभन्दा पनि नियमित हुनु नै सफलताको साँचो हो। त्यसो भए यो सबै जानकारीपछि मनमा एउटा रमाइलो प्रश्न आउँछ होला, जसले सिकाइको यात्रा सुरु गर्न हौसला दिन सक्छ। जापानी भाषामा सिक्नको लागि आफ्नो पहिलो शब्द कुन रोज्ने होला?